हेलो अनि नमस्ते वेलकम टु माई युट्युब च्यानल PS9 ब्लग्स। सबैलाई हार्दिक स्वागत छ। यो तपाईहरुले जुन लास्ट भिडियोमा देख्नुभएको रुम भन्दा बिल्कुलै फरक रुम छ। हेर्नुस् त यहाँ र हामीहरु नयाँ रुममा सरिसकेका छौं है। यो हाम्रो नयाँ रुममा आज पहिलो दिन हो र यहाँ घरको नयाँ सदस्य पनि यहाँ हुनुहुन्छ है। र यो हाम्रो नयाँ रुम हो अनि हामी नयाँ घरमा सरिसकेका छौं र आजको हाम्रो पहिलो दिन हो। र भन्नुपर्दा घरको हालत चाहिँ यस्तो छ है गाइस। अहिलेलाई घरको हालत भद्र गोल बिजोक छ र आजको दिन हामीले यही मिलाउँदै छौं र हामीलाई निकै धेरै समय लाग्ने जस्तो देखिन्छ। त्यही पनि हामी बुढाबुढी भएर मिलाउने कोसिस चाहिँ अवश्य गर्ने नै छौं। क्यानाडा आइसकेको पनि 1.5 वर्ष भन्दा बेसी भइसक्यो। तर हेर्नुस् यहाँ सामान यति धेरै छ है, 2 जनाको मात्रै गर्दा पनि। अब यहाँ रुम सर्दा त यति धेरै सामान एटलिस्ट सार्न सक्यो। तर प्रोभिन्स चाहिँ चेन्ज गर्नु पर्यो भने यहाँ हालत के होला। यहाँ हेर्नुस् त्यहाँ सामान कति धेरै छ र च्यानल छोडेर कतै पनि नजानु होला। हामीले के गर्छौं दिनभरि देखाउने प्रयास पक्कै पनि गर्नेछु। कीप सपोर्टिङ, कीप वाचिङ माई च्यानल PS9 ब्लग्स। अनि उहाँलाई पनि सपोर्ट गरिदिनु होला। हेलो हेलो एभ्रीबडी। मैले के गरौँ? म बस्ने रे र म यता खाटमा म सुत्छु। म बस्ने, मैले त्यहाँ अब निर्देशन दिने भनेर यहाँ खाट एरेन्जमेन्ट हुँदैछ मेरो। अनि त्यसपछि म यहाँ खाटमा बसेर यहाँ ढोकाबाट ठुलो हेर्छु। अनि यो भएन त्यो भएन त्यता अन्त यहाँ निर्देशन दिने काम गर्छु है त म। हाम्रो नेपाली मसलाको भण्डार छ है यहाँ है। नेपाली मसला, विदेशी नुन र चिनीमा एमाजोनको बट्टामा उहाँ क्यानाडामा आइसकेपछि क्यानाडाको बटरले पगालेर नेपाली स्टाइल भनौँ कि कुन स्टाइलमा भनौँ त्यसमा बनाएको घिउ खतरा मिठो हुँदो रहेछ। जस बटरहरू सेल लागेको बेलामा चाहिँ बटर लिएर घिउ बनाउँदाखेरि चाहिँ अलि मिठो पनि हुँदो रहेछ। यो हाम्रो नेपालबाट पठाएको गुन्द्रुक। थ्याङ्क यू होम, मम्मी सबैलाई धन्यवाद दिजु। अनि यो चाहिँ करेला हैन, यो सुकाएको तिते करेला। यो माया गरेर पठाइदिएको दाल घर नेपालबाट उहाँहरूले। यो काउली, यो मेसिनमा भुटेको मकै, यो बेसार। अनि अर्को छ यो चाहिँ रातो च्याउ। हेर्नुहोस् त नेपाली बसायो सबै। खप्परमा त लिएर आएको नि क्यानाडा आएर नेपालको यस्तो अर्ग्यानिक खानु पाउनु भनेको त खप्परमा लेखेर आएको। रातो
च्याउ हामी मर मसाला अनि किचनमा चाहिने सामानहरू यहाँ प्याकिङ गर्दैछौँ यहाँ मसला प्याक हुँदैछ नाम पनि लेख्यौँ यसलाई के भन्छ यो के हो यो थचरा अनि यो चाहिँ ड्राई चिली ओइल भनेको टिमुरको छोप पिरो छोप हाइट धेरै गएपछि यस्तै अग्लो ठाउँमा सफा गर्ने सामान राख्ने यसरी डल्ली बुढी ब्यारी सिएको अघि बुढी ब्यारी हजुरलाई मिलाउनै पर्दैन यसलाई तल राख्छु तल ल हाम्रो सेलमा कस्तो भयो एकचोटि कमेन्ट गरिदिनु होला अझै मिल्दैछ साथी म यसलाई जादु गरेर सफा गरिदिउँ 1 2 3 साफ हो जा अरे फेरि एकचोटि 1 2 3 सफा भइजा कस्तो लाग्यो त मेरो जादु देख्नुभयो 1 सेकेन्डमा सबै क्लिन मजाले थाकियो अब नुहाएर यहाँ भर्खर बाहिर निस्क्यो यहाँ पछाडि पनि नुहाएर रेडी अहिले के गर्नु थालिसकेछ है हामीले केही पनि खाएको छैनौँ अब नयाँ घरमा सरिसकेपछि त पूजा गर्नु पर्यो अनि त्यही भएर मिलाउँदाखेरि टाइम धेरै गयो अनि त्यही भएको भएर हामीले केही पनि गरेको छैन सरदार जी कि कितना बढ़िया सरदार जी सरदार जी हाम्रो सरदार जी जे जति सकिन्छ त्यति गरियो अनि अब पूजा गरी अब हामीहरू केही खान्छौँ भोक पनि लागिसक्यो अनि हजुरहरूलाई कस्तो लागिरहेको छ अवश्य प्रतिक्रिया दिनु होला हाम्रो काम त सकिएको छैन एटलिस्ट धेरै कुराहरू गरियो उहाँ सधैँभरि साथमा ओइबक्सिन्छ मेरो अनि त्यही भएको भएर धेरै कुराहरू अहिले भइरहेको छ यो हाम्रो झ्यालबाट देखिने दृश्य अब 2 बज्न लाग्यो हामी ब्रेड र चिया खाँदैछौँ है हामीहरू यहाँ छलफल गर्दैछौँ गरासी चिजको लागि के ल्याउने भनेर यहाँ हिसाब किताब होइन छलफल कस्तो दामी रहेछ कपुरी खरायो ख सो गाइस हामीहरू ग्रोसरी यहाँ सामान लिस्ट तयार गर्दैछौँ नि अघि अहिले चाहिँ ग्रोसरी गर्न बाहिर निस्केको छौँ नयाँ घरमा सरेको अलार्म बजेछ घरबेटीले फोन गरेछ एकचोटि फाइल अलार्म बज्यो अर्कोचोटि सेक्युरिटी अलार्म बज्यो यो अपार्टमेन्टमा के भएको आज थाहा नै छैन अनि हामी यहाँ ग्रोसरी गर्न आएको छौँ है अब हेरौँ यहाँ चाहिएको सामानहरू किनेर हामी निस्किन्छौँ ग्रोसरीको काटै सानो पर्ला जस्तो छ है आमा ग्रोसरी कति हो आज कतिको बिल आउला जस्तो छ आज 500 छोडेर घर जाने It's closed. Yes. It's closed. Let's go.
You have a nice car. Thank you. Yeah, the best part about this car is I can just wave as I go by gas station. Yeah, that's true. For your safety. Finally we are in a home. यो जिनिसले गर्दा हामीले धेरै आज तनाव भोग्नु पर्यो। तीनचोटिसम्म चाहिँ आराम भयो अनि ल्यान्डलर्डलाई नोटिफिकेसन गएछ। अनि यसमा चाहिँ एकदम सेक्युरिटी फिचर्स पनि हुँदो रहेछ, हामीलाई थाहा थिएन है। अनि ल्यान्डलर्डलाई हामी डोरबाट बाहिर निस्किँदाखेरि चाहिँ ल्यान्डलर्डलाई नोटिफिकेसन गएछ, यहाँ अलार्म बजिरहेको थियो। अनि त्यसपछि फोन आयो, अनि त्यसपछि बल्ल हल्का फुल्का यसको यो डब्बाको यो स्क्रिनको के हो फिचर भन्ने चाहिँ अलिकति किन यहाँ छ, के हो यसको काम भन्ने चाहिँ अलिकति थाहा भयो। अनि आजको दिनभरि नै यस्तै हो, व्यस्त। अनि अझै पनि सकिरहेको छैन है, अझै छ सामान हल्का फुल्का। त बाहिर चाहिँ पानी परिरहेको छ। बाहिरको मौसम चाहिँ दामी यस्तो छ। एम्पको अनबक्सिङ गर्दैछौँ। नेक्स्ट पिसमा आएछ है। यहाँ नट र यो यति धेरै छ। अब यो किताब पढेर यो भर्न कति बेर लाउने यो बाहिर के छ हालखबर? ठिक छ? बिजोड छ हेर के किनेको यस्तो नभन्छ नि बुढो, अलि जोडेछ। ओहो बुढीले यस्तो राम्रो चिज किनिरहेछिन्, राम्रो रहेछ भन्ने होला। ठन्डा भइसक्यो, यहाँ जोड्नु न पढ्नु मात्र ठिकै छ। जोड्दाखेरि मेरो बुढाको दिमाग खराब भएको छ। यो पनि मैले रोजेको, तर यो चुटुक्कैको राम्रो रहेछ। तर यो के गर्नु, यति धेरै गाह्रो, यति धेरै जोड्नुपर्ने छ अझै नि। बुढोलाई रिस उठेछ। सरी बुढो, टाइम चाहिँ अलरेडी भइसक्यो अघि नै। टेबल हुन बाँकी छ। After 180 minutes later. दिमाग खराब भएको छ मेरो बुढाको। यहाँ 3 घन्टा भइसक्यो, बल्ल यत्रो भयो अहिले चाहिँ। अब यसको भित्रको हाल्ने भाँडो बनाउन बाँकी छ। एउटा लगभग बनिसक्यो, अझ एउटा बाँकी छ। अहिले रातिको लगभग 10 बज्न लागिसक्यो। सुरु गरेको 7 बजीदेखि हो, 8, 9, 10 3 घन्टा भइसक्यो। दिमाग खराब भयो बुढोको चाहिँ। हाम्रो घडीमा अहिले 11:04 गइसक्यो। तर यो साइड टेबलको हालत यस्तो छ, उहाँ जस्तै। तर सकिएन। म 7 बजेदेखि सुरु गरेको है, तर एकदम गाह्रो भयो किनकि टुल्स पनि थिएन। अनि यो मेसो पनि खासै भएन। बल्ल मेसो मिलाउँदै 11 बजेछ। एनिवे आजको भ्लगको हामी अन्तिममा छौँ। जसले पनि भिडियो हेरेर साथ दिनुभयो उहाँलाई धेरै धन्यवाद। अनि हामी साइड टेबल मिलाउने अवश्य अनि कोसिस गर्नेछु म भोलि बिहान उठेर। अनि एट द एन्ड थ्याङ्क यू सो मच Taran, Anisha and Chetan. You guys have always been really awesome for us, so helpful, and always we feel like we are with the family members in the house. Thank you so much so far for your help and support and love. Keep watching my YouTube channel BS9 Blog.
See you soon in my next video. Bye Okay, bye. bye. Good night, everybody.